यहाँ तपाईहरुले दुईवटा नदीको संगम अर्थात दोभान देखिरहनु भएको होला। यसलाई अलिकति जुम गरेर पनि हेरौं। अब यो जुन दुईवटा नदीको संगम स्थल दोभान देख्नुभयो, यहाँनेरिबाट यो जुन यतापट्टिबाट यो दायाँपट्टिबाट बगेर आएको नदी जुन छ यो लाङटाङ नदी हो, अनि यतापट्टिबाट यो बायाँपट्टिबाट बगेर आएको नदी चाहिँ भोटेकोसी नदी हो। लाङटाङ स्वदेशबाटै बगेर आयो, आफ्नै देशबाट, आफ्नै माटोबाट, आफ्नै मूलबाट बगेर आयो। भोटेकोसी विदेशबाट बगेर आयो, विदेशी माटोबाट, विदेशी मूलबाट फेरि हाम्रै देशमा स्वदेशमा आएर यहाँ यसरी लाङटाङसँग मिल्यो। र अब यो लाङटाङ भोटेकोसी यो दुईवटै मिलेर तल, यहाँभन्दा केही तल त्रिशुली नदीमा गएर मिसिन्छन् र यी दुवै त्रिशुली बनेर निकै परसम्म बग्छन्। यिनीहरू मुङलिनसम्म बग्छन्, त्रिशुली नै नाम गरेर मर्स्याङदी मिसिन्छ, त्यस पछाडि पनि त्रिशुली नै हुन्छ र अगाडि देवघाटमा गएर काली गण्डकी अनि त्रिशुलीको संगम हुन्छ र त्यस पछाडि चाहिँ बन्छ नारायणी नदी। र अहिले चाहिँ यो दुईवटा नदी जुन त्रिशुली नदीका सहायक नदी हुन्। दायाँपट्टिबाट लाङटाङ, बायाँपट्टिबाट भोटेकोसी। र अहिले चाहिँ हामी छौं स्याफ्रो बेसीमा।